सबैमा हार्दिक नमन। हाम्रा 7वटा चक्रहरूमध्ये 6औं चक्र, यसलाई आज्ञा चक्र भनिन्छ। यो आज्ञा चक्र भनेको के हो त? यसको विषयमा हामीले सामान्यतया बुझ्नुपर्छ। हामीले सबै चक्रहरूको विषयमा हामीले बुझ्नुपर्ने आवश्यकता छ, किनभने यो चक्रले हाम्रो जीवनमा, हाम्रो अन्तर्यात्रामा, हाम्रो अध्यात्ममा ठुलो भूमिका खेलेको हुन्छ। यिनी चक्रहरूको भूमिकाबाट नै हाम्रो जीवनशैली सहज हुने, कठिन हुने, हाम्रो विचारहरूको उथलपुथल, यी सबै भूमिका भनेको चक्रहरूबाट नै हुन्छ। र चक्रहरू सन्तुलनमा रहँदाखेरि हामीलाई सहज हुन्छ। हाम्रो मानसिक स्थिति, शारीरिक स्थिति सबै कुरा सन्तुलनमा हुन्छ। जब चक्रको सन्तुलन बिग्रन्छ, हाम्रो जीवन कठिनाइ हुन जान्छ। त्यसकारण यो 6औं चक्र, आज्ञा चक्रको विषयमा हामी केही थोरै बुझौँ। यो आज्ञा चक्र यो स्थानमा हुन्छ जहाँ चाहिँ पिनियल ग्ल्यान्ड हुन्छ। पिनियल ग्ल्यान्ड भनेको एउटा फिजिकल फर्म हो, तर त्यो स्थानमा चक्र, आज्ञा चक्रको स्थान हुन्छ। र यो आज्ञा चक्र कसरी सक्रिय गर्ने? यो आज्ञा चक्र सक्रिय हुँदा या सन्तुलनमा हुँदा या नहुँदा के फरक पर्छ? र आज्ञा चक्र सन्तुलनमा हुँदा अथवा सक्रिय हुँदा हामीलाई अथाह ज्ञान प्राप्त हुन्छ। अटोमेटिक ज्ञान हामीलाई प्राप्त हुन्छ इन्ट्युसन रूपमा। जस्तो हामीभित्र पनि एउटा अस्तित्व गुरु छ, हामीभित्र गुरु छन्। जब आज्ञा चक्र सक्रिय हुन्छ, त्यो हाम्रो आन्तरिक रूपमा हामीलाई ज्ञान दिने एउटा इन्ट्युसन गुरु हुन्छ। त्यसबाट, त्यो माध्यमबाट हामीलाई अटोमेटिक, अचानक कुनै पनि विषयमा ज्ञान प्राप्त हुन्छ। हामीले कुनै पनि विषयमा निर्णय गर्न सजिलो हुन्छ। हामी अरूलाई सजिलै पहिचान गर्न सक्छौँ। र हामीले जुनसुकै परिस्थितिमा पनि आन्तरिक स्थितिलाई हामी बलियो बनाउन सक्छौँ। बाहिरी परिस्थिति जस्तो भए पनि हाम्रो आन्तरिक स्थितिलाई हामी सजिलै मेन्टेन गर्न सक्छौँ। हामीसँग साहस हुन्छ, हिम्मत हुन्छ। यो अचानक जब आज्ञा चक्र सक्रिय हुन्छ, यस्ता क्षमताहरू, यस्ता ज्ञानहरू हामीलाई अटोमेटिक प्राप्त हुन्छ। र हामीलाई धेरै खुसीको पन महसुस हुन्छ। हामी हमेसा खुसी रहन सक्छौँ। कुनै पनि अवस्थाले, परिस्थितिले हामीलाई दुःखी बनाउन सक्दैन, किनभने हाम्रो आन्तरिक शक्ति निकै बलियो भइसकेको हुन्छ। र हमेसा हाम्रो मनको स्थिति सन्तुलन हुन्छ, खुसी, आनन्दको महसुस हुन्छ। यो आज्ञा चक्र सक्रिय हुँदा हुने लक्षणहरू हुन्। धेरै छन् अरू लक्षणहरू पनि, सामान्यतया मोटामोटी मैले लक्षणहरूको बारेमा मैले बताएको हुँ। र आज्ञा चक्र सन्तुलन नहुँदा या सक्रिय नहुँदा हामीलाई चिन्ता, भय, डर, हाम्रो मनको स्थिति उथलपुथल भइरहन्छ, विचारको बाढी आइरहन्छ र हामीलाई बेचैनी भइरहन्छ। र हाम्रो मनको स्थिति कुनै पनि बाहिरी परिस्थिति, घटनाहरूले छिटो प्रभाव पर्छ, दुःखी बनाउँछ। हामी छिटै दुःखी हुन्छौँ कुनै पनि विषयवस्तुमा। हामीलाई सन्तुलनमा ल्याउन, हाम्रो विचारलाई सन्तुलनमा ल्याउन धेरै गाह्रो हुन्छ यदि आज्ञा चक्र सन्तुलित छैन भने। हाम्रो मन, हाम्रो शरीरको हावभाव कस्तो स्थितिमा छ, हाम्रो शरीरले के गर्दैछ, हाम्रो मनले के गर्दैछ, के सोच्दैछ, हाम्रो विचार के चल्दैछ, ती सबै कुरा हामीलाई ज्ञात हुँदैन। हाम्रो मनको स्थिति बिग्रेर जान्छ। जब मन र शरीर छुट्टिएको अवस्था हुन्छ, त्यसकारण यो आज्ञा चक्र सक्रिय नहुँदाखेरिको अवस्था हो, सन्तुलन नहुँदा।
अब यो आज्ञा चक्रलाई हामीले कसरी सन्तुलनमा ल्याउने त, सक्रिय बनाउने? यसलाई हामी प्राणायामको विधिबाट, ध्यानको विधिबाट हामी आज्ञा चक्रलाई सन्तुलनमा ल्याउन सक्छौँ, सक्रिय बनाइरहन सक्छौँ। जस्तो ओमकार प्राणायाम, ओमकार विधिको प्राणायामबाट पनि हामी आज्ञा चक्रलाई सक्रिय बनाइरहन सक्छौँ, सन्तुलनमा लिइरहन सक्छौँ। र अर्को भ्रामरी प्राणायाम, भ्रामरी प्राणायामले हाम्रो यो स्थानमा कम्पन हुन्छ, भाइब्रेसन हुन्छ र त्यो विधिबाट भ्रामरी प्राणायाम हामीले 10-15 पटक जति सक्छौँ हामीले गर्ने अभ्यास गऱ्यौँ भने यस विधिबाट हामी आज्ञा चक्रलाई सन्तुलनमा सजिलै ल्याउन सक्छौँ। र अनुलोम विलोम प्राणायामबाट पनि हामी आज्ञा चक्रलाई सक्रिय बनाउन सक्छौँ। अनुलोम विलोम गर्दाखेरि, यो प्राणायाम गर्दा हाम्रो एडा नाडी, पिङ्गला नाडी र सुषुम्ना नाडी सक्रिय हुन्छ। यिनीहरूको ब्यालेन्स सन्तुलनमा हुन्छ र एडा, पिङ्गला र सुषुम्ना यी तीनवटा नाडी भनेको यो आज्ञा चक्रमा जोडिएका हुन्छन्। त्यसकारण यो आज्ञा चक्रलाई सजिलै एक्टिभ गर्नको लागि, हामी सन्तुलनमा ल्याउनको लागि हामी यो अनुलोम विलोमको प्रयास हामी गर्न सक्छौँ सजिलै। र कपालभातीको अभ्यासबाट पनि यसलाई सन्तुलनमा राख्न सकिन्छ। जस्तो कपालभाती गर्दा मणिपुर चक्रमा प्रेसर पर्छ र त्यसबाट ऊर्जा प्रभाव हुन्छ। त्यो ऊर्जाले हाम्रो आज्ञा चक्रमा राम्रो प्रभाव पार्छ, सक्रिय हुन मद्दत गर्छ अथवा सन्तुलनमा राख्न मद्दत गर्छ। र यी प्राणायामका विधिहरूबाट हामी आज्ञा चक्रलाई सन्तुलनमा राख्न सक्छौँ। र यो एउटा त्रिवेणी स्थान हो, इडा, पिङ्गला र सुषुम्नाको एउटा त्रिवेणी स्थान हो। यसबाट रिडको हड्डीमा जुन ऊर्जाहरू प्रवाह भइरहेको हुन्छ, त्यो ऊर्जाको प्रवाह आज्ञा चक्रमा आएर प्रवेश गर्छ र तलमाथि ऊर्जाको प्रभाव भइरहन्छ। त्यसकारण यो विशेष महत्त्वपूर्ण चक्र हो आज्ञा चक्र। र यसलाई हामीले यी विधिहरूबाट हामी सक्रिय या सन्तुलनमा राखिरहन सक्छौँ। र ध्यानको विधिबाट पनि धेरै छन् ध्यानका विधिहरू, त्यसमध्ये पनि विशेष महत्त्वपूर्ण विधिहरूबाट हामी आज्ञा चक्रलाई सन्तुलनमा राखिरहन सक्छौँ। जस्तो ध्यानको विधिमा हामी त्राटक ध्यान गर्न सक्छौँ। त्राटक ध्यान भनेको कुनै पनि बिन्दुमा एकाग्र भएर हामीले हेर्ने गऱ्यौँ भने हाम्रो आज्ञा चक्र सक्रिय हुन्छ। र अर्को विधि भनेको साम्बावी मुद्रा। साम्बावी मुद्रा अथवा साम्बावी ध्यान या राजयोग ध्यान, यो ध्यान विधिमा हामी दुवै आँखालाई आज्ञा चक्रमा केन्द्रित गर्छौँ। यो स्थानमा यसरी माथि हेरेर केन्द्रित गर्छौँ र यसरी अभ्यास गरिरहँदा हाम्रो आज्ञा चक्रमा सेन्सेसन हुन्छ, त्यहाँ कम्पन भए जस्तो महसुस हुन्छ र त्यहाँ विभिन्न कलरहरू हामी देख्न सक्छौँ। यो अभ्यास लामो समय अभ्यास गर्दै जाँदाखेरि यो किसिमले पनि, यो ध्यानले हामी आज्ञा चक्रलाई सन्तुलनमा राखिरहन सक्छौँ। र अरू पनि धेरै ध्यान विधिहरू छन् आज्ञा चक्र
सक्रिय गर्नको लागि हामी जुनसुकै ध्यान विधिबाट पनि हामी गर्न सक्छौँ। किनभने जब हामी ध्यान गर्छौँ हामी शून्यतामा जान्छौँ र शून्यताले हामीलाई एकाग्र बनाउँछ अथवा शून्यताले हामीलाई आज्ञा चक्रहरू सक्रिय बनाउन सहयोग गर्छ र सबै चक्रहरूलाई धेरै प्रभावकारी हुन्छ जुनसुकै ध्यान विधिबाट पनि। त्यसकारण हामी यी तरिकाहरूबाट यी विधिहरूबाट हामी चक्रलाई सक्रिय या सन्तुलनमा राख्न सक्छौँ। ओम शान्ति।